D さん70歳男性は自宅で妻と2人暮らしで年金収入で生活をしています。ある日、車を運転中に事故に遭い、救急搬送されました。医師からは第4胸髄部歯まで機能が残存している脊髄損傷、スパイナルコードインジュリーと説明を受けました。D さんは入院中に要介護3の認定を受けました。D さんは退院後は自宅で生活することを望んでいます。妻は一緒に暮らしたいと思っていますが、D さんの身体状況を考えると不安を感じています。介護支援専門人ケアマネージャーは、退院後は在宅復帰を目的に一定の期間、リハビリテーション専門職がいる施設で生活してはどうかと D さんに提案をした。D さんは妻と退院後の生活について話し合った結果、一定期間施設に入所して、その間に自宅の住宅改修を行うことにして、介護支援専門員に居宅介護住宅改修について相談をしました。श्रीमती सम्बस्दा भयो है अनि के अरे年金収入ले चाहिँ生活してますभनेको पेन्सनबाट किनभने 70 पुगिसक्नु भएको पेन्सन आइरहेको हुन्छ जीवन चलाइरहनु भएको एक दिन गाडी चलाउँदै गर्दा जिको नि आत्ते क्यु हान्सो सारिमास् त भने है एम्बुलेन्स द्वारा हस्पिटल लग्यो एक्सिडेन्ट भएर अनि स्पाइनल कर्ड इन्जुरी भनेको चाहिँ मेरुदण्डमा चोट लागेको छ र अनि यहाँ अर्को एकदम मुजुखाची कोतोबा छ है दाइयोन क्योजुई बुसीमादे भने यहाँ यो मुनेको खान्जी हो यो सुरुको खान्जी मुनेको खान्जी है यो सम्झिनु एकदम मेडिकल टर्म हो क्या यो गाह्रो कुरा हो सम्झिनु है मेरुदण्ड के अरे मेरुदण्ड होइन दाइयोनसम्म चाहिँ जानजोन किनोगा आरिमास भने यो जानजोन भनेको पनि तपाईँले थाहा भयो नोकोतेइमास भनेको यो जानजोन भनेको चाहिँ नोकोतेइमास मेरुदण्डमा चोट लागेको छ र छातीको चौथो भाग T4 त्यो माथिको जुन छ दाइयोन भने T4 स्तरसम्म चाहिँ केही कार्यक्षमता बाँकी छ भनेको त्यो भागभन्दा माथि चाहिँ ओके छ त्योभन्दा तल चाहिँ के भएको छ हामीलाई डिटेलमा अहिले थाहा छैन है अस्पतालमा बस्दाखेरि चाहिँ बस्दा बस्दै न्युइन हुनुभएको छ त्यही बिचमा चाहिँ खाइको सिन्से गरेर चाहिँ यो खाइको चाहिँ सान भएछ अनि डिसानको चाहना चाहिँ के छ भने डिस्चार्ज भएपछि घरमै बस्न चाहने सिसेजुमा इकिताको नै है जिबुन जिताको नि सुमिताई अनि ओक्सामा म इस्यु नि सुमिताई तर डिसानको शारीरिक अवस्थाको कारणले चाहिँ उनी चिन्तित छिन् होइन यो अवस्थाले कसरी सँगै बस्न सकिन्छ भन्ने उनमा चिन्ता छ केयर म्यानेजर खाइको सेन्सेनले चाहिँ के सुझाव दिनुभयो त भन्दाखेरि चाहिँ डिस्चार्ज पछि चाहिँ सिधै घर नगएर पहिला चाहिँ रिहेबिलिटेसन गर्ने ठाउँमा जाउँ रिहेबिलिटेसन गरौँ केही समय अलिअलि चाहिँ शरीरको अवस्थालाई चाहिँ राम्रो बनाऊ अनि त्यसपछि घर जाउँला भन्ने कुरा गर्नुभयो अनि त्यसपछि के भयो केही डिसानले श्रीमतीसँग कुरा गरेपछि निर्णय के भयो त भन्दा ल ठिक छ केही समय रिहेबिलिटेसन गर्ने सिसेजुमा बस्ने त्यो बिचमा चाहिँ घरमा चाहिँ आवश्यक परिवर्तन गर्ने यहाँ भने जिउताको खाइसिउ गर्ने भने स्क्रिनमा हेर्नु एक्सिडेन्ट भयो मेरुदण्डमा चोट लागेको छ यो खाइको सान बाखा भनेपछि उनलाई चाहिँ खाइको गाइसियो हो नि त यो खाइको सान भनेको अनि स्पाइनल कर्ड त्यस्तो इन्जुरी भएको र सायद तलको भाग सबै नचल्ने हुँदा पनि यो खाइको किन सान मात्र गो किन भएन त भन्दाखेरि उनको माथिको हातहरू लगभग ओके छ क्या त्यसरी बुझ्नु पऱ्यो हात ओके छ र सायद गोहान खान आफै सक्छ तल नचले पनि अनि घर जाने उनलाई इच्छा छ तर अहिलेको समस्या के छ भने यो अवस्थामा सिधै घर जान चाहिँ शारीरिक अवस्थाले गर्दा अलिकति सिम पाइरहेको समाधान के भनेर दिइन त क्या मानिजाले भन्दा केही समय चाहिँ रिहेबिलिटेसन गर्ने कुनै सिसेचुमा गएर त्यसपछि चाहिँ घरमा चाहिँ आवश्यक परिवर्तन गर्ने सुधार गर्ने अनि त्यसपछि चाहिँ घर फर्किने भनेर चाहिँ क्या मानिजाले एडभाइस दिनुभयो है अब मोन्दा योमिमास 117番 D さんが提案を受けた施設として最も適切なもの一つ選んでください。भनेपछि चाहिँ हाम्रो केया म्यानेजरले जुन उनलाई दिनुभयो सजेसन सिसेचुमा गएर चाहिँ रिहेबिलिटेसन गर्ने भनेर हो तलको मध्ये चाहिँ कुन चाहिँ सबैभन्दा सुइटेबल हो त भन्ने क्वेसन हो सुरु कान्छी योगो रोजिन होम भन्ने छ है योगो रोजिन होम भनेको चाहिँ 65 वर्ष कटेको मान्छे होइन तर आर्थिक अवस्थाको कारणले चाहिँ घरमा आर्थिक अवस्था या घरको केही समस्याको कारणले गर्दा चाहिँ बस्न नमिल्ने आफ्नो घरमा त्यस्तो मान्छेहरू बस्ने सिसेचु हो यो है त्यही भएर यहाँ चाहिँ रिहेबिलिटेसन चाहिँ हुँदैन हाम्रो उनलाई चाहिएको छ रिहेबिलिटेसन अहिले है अनि अर्को निवान अस्ति नै भन्यो केही रोजिन होम भने केही भनेको चाहिँ एकदम खारुई हियो भनेर अस्ति नै भनेको थिएन यो पनि कस्तो भने यो चाहिँ 60 वर्षभन्दा माथिको मान्छे बस्ने अनि एकदम कम पैसामा अनि खाना खाने अनि डेली सहयोगहरू दिने यहाँ पनि रिहेबिलिटेसन हुँदैन सानमा खाइगो रोजिन फुकुसी सिसेछु भने यहाँ चाहिँ कस्तो लामो समय बस्ने हो न्यु सो भएर तुमारी मास होइन दैनिक हेरचाह पनि पाइन्छ यसमा पुरै खाइगोको आरी मास तर उनलाई त घर फर्किन छ नि त जो त तुमारी ताई होइन नि त यहाँ त उनलाई चाहिँ केही समय चाहिँ रिहेबिलिटेसन गरेर आफ्नो उक्सान त इस्यु नि सुमिताइदिएछ त्यही भएर यो न्युसो सिसेछु हो कि तुमारी हुनेवाला सिसेछु यो पनि इमिना यसमा पनि रिहेबिलिटेसन हुँदैन अनि यमबान छोडेँ मैले गोबान खाइगो इरियोइन भनेको थिएँ मैले इरियोको खाम्जी आउने बित्तिकै के भनेको थिएँ याद छ तपाईँहरूलाई इरियोइन अनि बियोइनको इन पनि आयो के भनेको थिएँ भन्दाखेरि खाइगो इरोइन आउने बित्तिकै खाइगो त हुन्छ यहाँ खाइगो पनि लेखाएको छ इरोइन भन्ने बित्तिकै कस्तो भने एकदमै
रोगी के रोगसँग लडिरहेको एकदमै कन्टिन्यू चाहिँ मेडिकल ट्रिटमेन्ट आवश्यक भएको डिओसियाहरू लामो समयसम्म उपचार चाहिने मान्छेहरूको लागि चाहिँ बस्ने एउटा ब्योइन नै हो यो खाइको छन त छ तर ब्योइन नै हो मेडिकल ट्रिटमेन्ट एकदम चाहिएको यो छ यिनको अवस्थामा अहिले यो पनि होइन किनभने यहाँ रिहेबिलिटेसन हुँदैन रिहेबिलिटेसन हुने भनेको कहाँ हो त भन्दा यहाँ होकेन लेखा छ यहाँ होकेनको खान्जी छ खाइगो रोजिन होकेन सिसेछु भनेको चाहिँ यहाँ चाहिँ के हुन्छ भने डक्टरको निगरानीमा पुरै रिहेबिलिटेसन र राम्रोसँग केयर गरिन्छ उद्देश्य चाहिँ के हुन्छ भने जुत्तो यहाँ राख्ने उद्देश्य हुँदैन उनीहरूको गेङ्की बनाएर चाहिँ पठाइहाल्ने घर पठाउने या अर्को सिसेजोमा कता पठाउने भन्ने हुन्छ उनीहरूको जुत्तो त्यहीँ राख्ने भन्ने हुन्न रिहेबिलिटेसन गराउने एक्सर्साइज गराउने उनको अवस्थालाई अलिकति सुधार ल्याउने र पठाइहाल्ने त्यही भएर हाम्रो दिशानको अहिलेको अवस्था हेर्दा घर जान चाहेको हुनाले केही समय रिहेबिलिटेसन गरेर घर जान चाहेको हुनाले चाहिँ सबभन्दा देखि सेचुना कोताय चाहिँ योन भन्देश